अमेरिकाबाट नेपाल घुम्न आएकी एकजना पर्यटक अर्थात् अमेरिकाबाट नेपालको मनाङ घुम्न आएकी एकजना अमेरिकन महिला पर्यटकलाई नुवाकोटकी एकजना नेपाली चेली नुवाकोटको एकजना दिदीले अपहरण गर्नुभएछ र अपहरण गरेर उहाँले 4 करोड फिरौती माग्नु भएछ। 4 करोड फिरौती माग्ने तिनै हिम्मतवाली नुवाकोटकी दिदीलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल घुम्न आउने पर्यटकहरूलाई सेवा सत्कार दिनुपर्छ, उहाँहरूसँग राम्रो बोली वचन गर्नुपर्छ, राम्रोसँग उहाँहरूलाई जतिको राम्रो गर्न सक्यो उहाँहरूले अरू पर्यटकहरूलाई पनि नेपाल घुम्नका लागि सल्लाह सुझाव दिन्छन् भन्ने कुरा बिर्सेर उहाँहरूलाई नै अपहरण गरेर रकम फिरौती माग्न थाल्यो भने नेपालको बारेमा अन्तर्राष्ट्रिय जगतमा नराम्रो भ्रम फैलिन्छ। त्यसैले यस्तो किसिमको हरकतहरू प्लिज कसैले पनि नगरौँ, गर्न लागि छ भने पनि खबरदार गरौँ।